हामीले तराई मधेसमा हुलाकी मार्ग केन्द्रित अभियान भन्दै त्यहाँका सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय सबैसँग आत्मसमीक्षा सहित हामी तपाईहरुसँग जोडिन्छौं भन्दै हिँडेको यथार्थ सहित र समाजवादी मोर्चामा हामीले गरिरहेको छलफल समेतका आधारमा म भनिरहेको छु, हामी आफ्ना कमजोरी सच्याएर गणतन्त्रलाई अझ राम्रो गणतन्त्रमा, यो लोकतान्त्रिक गणतन्त्रलाई समाजवादी गणतन्त्रमा, अहिलेको समावेशी समानुपातिक प्रतिनिधित्व प्रणालीलाई अझ व्यापक, अझ पूर्ण रूप दिने प्रक्रियामा हामी एउटा नयाँ आन्दोलनको, एउटा नयाँ क्रान्तिको नेतृत्वद्वारा अहिलेका समस्याहरू, अहिले देखिएका अन्योलहरूको समाधान गर्न चाहन्छौं। र मैले आफ्नो पार्टीभित्र समाजवादी मोर्चाभित्र छलफल गर्दा र जनसमुदायको बीचमा पनि मैले भनेको छु, एउटा अर्को क्रान्ति हामीले हिजो जनयुद्ध र जनआन्दोलनको माध्यमबाट सामन्ती निरङ्कुश तन्त्रको ढाड त भाँचेकै हो, त्यसलाई इतिहासको कूडा कर्कटमा फालेकै हो, तर हामीले एउटा चीज गर्न बाँकी थियो।